अनि दाइ तपाईँलाई आज म तपाईँलाई एउटा कुरा बवाल सोध्छु ल के तपाईँलाई जापानिजहरू देखेर कस्तो लाग्छ अरे हाडीको छोराहरू राम्रोसँग बोल्नु न अलिक राम्रो सबै बाजहरू भन्नु न कुट्न मिल्ने भनेको कतिजनालाई कुटिसक्ने होला मलाई कुटे पनि रिस उठ्छ कुटे मात्र होइन कुटे पनि पाउँथे तर मारिदिने जस्तो रिस उठ्यो मलाई होइन दाइ तपाईँले होइन काटेर फ्राई गरेर सुकुटीहरू बनाएर दियो भने म खान्छु कि जापानिजहरू मासु तपाईँलाई त्यस्तो लाग्दैन किन लाग्दैन लाग्छ नि एक सट हानेर होइन त्यसको घाँटीबाट यस्तो मुनिबाट काट्ने के चर 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 फेरि एकैचोटि काट्ने होइन फेरि बिस्तारै बिस्तारै ब्लेडले काट्ने हो कि ब्लेडले के काटेर होइन मासुलो मोमोहरू होइन पुरा छोइला चिकन छोइलाहरू चिकन छोइला धेरै मास लेग पिस जापानिज छोइला क्या जापानिजको छोइला बनाएर होइन सुकुटीहरू बनाएर मासला म चाहिँ होइन त्यो छैन भुटन रिजाललाई बहुत भुटन मनपर्छ जापानिजको त्यो आन्द्रहरू पखालेर होइन रिजाललाई मुजी पठाइदिनु अनि पठाइदिनु होइन त्यसले ए भाइ क्या राम्रो यो मटनको भुटन भनेर खान्थ्यो हो त्यस्तो गर्न मन छ क्या मलाई चाहिँ मासुसँग तपाईँलाई के भन्नु छ अझ अब त छैन भनिसक्यो धेरै लडेको छ मैले धेरै फुटालिसकेँ भने चाहिँ बहुत रिस उठ्छ ल ल ठिक छ धेरै रिस चाहिँ गर्नु हुँदैन फेरि मान्छेको देश होइन अलिक त्यस्तो रिसाउनु चाहिँ हुँदैन है ल ओके बाई